안녕하세요. हेलो गाइज नमस्ते। फेरि पनि म आइसकेको छु हजुरहरूको। मेरो चाहिँ पहिले रेगुलर ल्याएको चाहिँ मैले गुवा छ कतिसम्म। मेरो चाहिँ विशेष केही कामले मैले ग्याप गर्नु पऱ्यो। फेरि म अब रेगुलर ल्याउने छु। हजुरहरूले अब भिडियो आयो भने हेर्दै गर्नु होला र भिडियोमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला, लाइक कमेन्ट सब्सक्राइब गर्नु होला। केही कुरा बुझ्नु भएन भने कमेन्टमा पनि भन्नु होला। म आज हाम्रो आज गुवा रहेको छ छुइमी। छुइमी भनेको आफ्नो रुचि के हो त? कसैलाई फुटबल खेल्ने होला, कसैलाई भलिबल खेल्ने होला, कसैलाई अन्य स्विमिङ गर्ने, कसैलाई घुम्न जाने, आफ्नो आफ्नो रुचि हुन्छ नि त। त्यो रुचिको बारेमा पढ्नेछौँ आज। यहाँ चाहिँ फुटबल अहिले ठ्याक्कै वर्ल्ड कप चलिरहेछ नि त। अहिले वर्ल्ड कप चलिरह यहाँ पनि हामी ठ्याक्कै आयौँ। छुइमी भनेको रहेछ त रुचि, आफ्नो रुचि। यहाँ भनेको छ छनन् छुक्खु हानुन गसुल छ्वाप निदा गरे। म चाहिँ के गर्ने? फुटबल खेल्ने। देखेन होला? छनुन छुक्खु हानुन गसुल छ्वाप निदा। म चाहिँ फुटबल खेल्ने कुरा राम्रो मान्छु। मलाई फुटबल खेल्न मनपर्छ भनेको छ। छ द छुक्कुरुल छुवायो इभन छुमारे खाच्ची छुक्खाए हल्कायो भनेको छ यहाँ। मलाई पनि त फुटबल मनपर्छ त। मलाई पनि फुटबल मनपर्छ। यो छुमारे भनेको यो सप्तान्तमा सँगै खाच्ची भनेको के रहेछ? सँगै छुक्कु हल्कायो फुटबल खेल्न जाउँ। लकायो उल्कायो भनेको लकायो उल्कायो यहाँ छ। लकायो उल्कायो भनेको औ कि त भन्ने ग्रामर भयो। छुल्कायो भनेको हल्कायो जाउँ त। मलाई पनि फुटबल मनपर्छ। यो सप्ताहन्तमा सँगै फुटबल खेल्न जाऊँ न त भनेको छ साथीले। त्यस्तै गरी हेरौँ। यहाँ रहेछ ग्रामर मुनबाब रहेको छ। नुनगत नेकुरा नेकुरा लकायो उल्कायो औ कि त। औ लका उल्का भनेको औ कि त औ भन्ने ग्रामर हुन्छ। नुनगत भनेको नेकुरा। त्यस्तै गरी हेरौँ। यहाँ छ छुइमी ख्वान्डेन ऐ। रुचि सम्बन्धी शब्द अर्थ भनेको छ उन्दुङ ख्वान्डेन ऐ। बेम उन्दुङ भनेको के हो? बेम। ख्वान्डेन भनेको सम्बन्धित, ऐ भनेको अर्थ। हानगुगे यगा सेङवाल भनेको छ कोरियाको फुर्सदिलो जीवनयापन भनेको छ। त्यस्तै गरी जाऊँ तल। यहाँ के छ त? छुइमिए थिए माल हाल्छु इत्ता। आफ्नो रुचिको बारेमा भन्न सक्नु पर्यो, भन्न सकिन्छ भनेको छ। हाक्सुक मुख्य भनेको आफ्नो भनाइको उद्देश्य। यो के भनिरहेको छ यसको उद्देश्य? छुइमीको बारेमा भन्न सक्नु पर्यो रे। छुवानुन राम्रो छुवानुन उन्दुङे थिए माल हाल्छु इत्ता। आफूलाई मनपर्ने व्यायामको बारेमा भन्न सक्नु पर्यो। यति भन्न सक्नु पर्यो। यो पाठ पर्यो है। त्यस्तै गरी जाऊँ तल। यहाँ रहेको छ
छुइमी खनेर अहि आफ्नो रुचि सम्बन्धी अहि रहेको छ यहाँ हेरौँ सिल्ने भनेको कोठाभित्र सिल भनेको कोठा ने भनेको भित्र है थोक्सा हादा भनेको के हो पढ्नु अध्ययन गर्नुलाई के भन्छ थोक्सा हादा भन्छ है थोक्सा हादा भनेको अध्ययन गर्नु पढ्नु अनि हानगुगरुल फेउदा अरे सरी थोक्सा हादा भनेको के हो थोक्सा हादा भनेको पढ्नु अध्ययन गर्नुलाई के भन्छ थोक्सा हादा भन्छ वेगुगुरुल फेउदा वेगुक भनेको वे भनेको बाहिरी विदेश गुक भनेको वेगुक भनेको विदेशी वेगुगुरुल फेउदा विदेशी भाषा सिक्नु अनि यहाँ छ उमागुल थुत्ता उमाग भनेको के हो त सङ्गीत उमाग भनेको के हो सङ्गीत उमाग सङ्गीत गान सोङ उमागुल थुत्ता सुनिरहेको छ यहाँ सङ्गीत सुन्नु नाक्सिरु लादा के गर्नु बल्छी खेल्नु माछा मार्नु हाम्रोमा भन्छ गाउँले भाषामा बल्छी खेल्नु है माछा मार्नु एहेङ्गुल हादा भ्रमण गर्नु ट्रेकिङ गर्नु है त्यस्तै गरिरहेछ यहाँ नोरेरुल हादा भने के हो गाना गाउनु याङवारुल फोदा मुभी हेर्नु खुरिमुल खुदा के भन्नु चित्र कोर्नु खुरिम भनेको के हो चित्र खुरिदा भनेको के हो कोर्नु चित्र कोर्नु दुङसान हादा ट्रेकिङ गर्नु पहाड चढ्नुलाई के भन्छ दुङसान हादा साजिनुल चिक्ता यो भनेको के हो फोटो खिच्नु साजिन भनेको फोटो चिक्ता भनेको खिच्नु त्यस्तै गरिरहेको छ खिथारुल छिदा भनेको के गिटार बजाउनु अनि पियानोरुल छिदा पियानो बजाउनु गिटार बजाउनु पियानो बजाउनुलाई के लाग्छ छिदा खिता भने गिटार भइसक्यो छिदा भनेको बजाउनु अनि पियानो भने पियानो भइसक्यो छिदा भनेको के गर्नु बजाउनु छुमल छुदा ल मस्त मुडमकेर नाचिरहा छुमल छुदा भनेको के हो नाच्नु उन्दोङ खेङ्गिरुल फोदा भनेको उन्दोङ भनेको व्यायाम ख्याङ्गी भनेको के हो रङ्गशालामा प्रतियोगिता फोदा हेर्नु व्यायामको के अरे खेलको प्रतियोगिता हेर्नु खोन्सतरुल फोदा कन्सर्ट हेर्नु कन्सर्ट भनेको के हो कन्सर्ट हेर्नु भनेको छ नबुझी कुराहरू भन्नु होला च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिइहाल्नु होला हिमदुल्दा लास्टै गाह्रो हुनु साल्दा टुलिप छाजु एकदमै ज्यादै इन्टरनेट भनेको इन्टरनेट भइसक्यो छुरो प्राय त्यसपछि हेरौँ तल हेरौँ है त खुरिमुल फोगो थेवारुल वान्छङ हाँसियो भनेको छ चित्र हेरेर वाक्य पुरा गर्नुहोस् भनेको छ सिगाने इस्सुल्ते म हेयो भनेको छ समय भएको बेला के गर्नुहुन्छ तपाईँ समय भएको बेला के गर्नुहुन्छ भनेको छ के गरेको छ यो अध्ययन गरिरहेको छ वेको गुरुल खेयो
विदेशी भाषा सिक्छु भनेको छ। यस्तै गरी यसको बनाउने हामीले सिगानी स्कुलते म हेयो समय भएको बेला के गर्नुहुन्छ भनेको यो के गरिरहेको छ दुङसान ट्रेकिङ गरेको छ। दुङसाङे खायो ट्रेकिङ गर्छु भने है। दुङसान खायो दुङसानी खायो। सिगानी सुल्ते म हेयो समयको भएको बेला के गर्नुहुन्छ समय भएको बेला के गर्नुहुन्छ भनेको छ। के गरेको छ यहाँ चित्र कोरेको रहेको छ। सिगाने सुल्ते म हेयो खुरिमुल खुरेयो चित्र कोर्छु। सिगानी सुल्ते म हेयो समय भएको बेला के गर्नुहुन्छ नाक्सिरुल हेयो। नाक्सिरुल हेयो के गर्छु माछा मार्छु भन्नु पर्यो है। यस्तै गरी आफूले आफ्नो छुइमीको बारेमा भन्न सक्नु पर्यो। आफूले के गर्ने आफ्नो रुचिको बारे भन्न सक्नु पर्यो पाठ पढेर है। यहाँ बराबर रहेको छ नुनगत ने कुरा भनेको छ। तल हेरौँ नुनगत दोङसाङनी फुत्तुलको ल माथि यही हेरिहाल्नुहुन्छ। यहाँ हेरौँ है त छनुन छिन्गु हागो याङ हानुन गे छोहा हेयो भनेको छ। म चाहिँ साथीसँग भ्रमण गर्ने कुरा मन पर्छ मन पराउँछु भनेको छ। त्यस्तै गरी हामीले तल गरौँ है त। यहाँ भनेको छ खुरिउल फोगो फोगेवा खाच्ची थेवारोल वानसँग हाँस्यो भनेको छ। चित्र हेरेर उदाहरण जस्तै संवाद पुरा गर्नुहोस् भनेको छ। हेरौँ है त फोगेमा भनेको छ उदाहरण एहाङ छुवायो एहाङमुल छुवायो भ्रमण गर्ने कुरा मन पराउनुहुन्छ भनेको छ। नाले भनेको छ ने छनुन एहाङ हानुन गसुल छुवायो हजुर मलाई भ्रमण गर्ने कुरा मन पर्छ भनेको छ। एहाङ आधा भने के गर्नु त भ्रमण गर्नु ट्रेकिङ गर्नु। त्यस्तै गरी हामीले बनाउनु पर्यो ल यसको बनाऊ हामी वेगुगा खुङ्गुगा हिउँदो रह्यो। विदेशी भाषा सिक्ने गाह्रो छ कठिनाइ छ भनेको छ। ती के भन्ने त आनियो छनुन होइन मलाई वेगुगा फ्याउनुन गत गसी छेमिसयो यो माथि ल्याउने है। गसी छेमिसयो मलाई विदेशी भाषा सिक्न मन पर्छ भन्ने है। यस्तै गरी बनाउने यसको यीको खाच्ची साजिनुल चिगुल्ल्यायो सँगै फोटो खिचौँ भनेको छ। साथीले रिक्वेस्ट गरेको छ। नाले भनेको छ छनुन साजिनुल
चिक्नुन गसी गसुल आन छुवायो ल साथी मलाई त फोटो खिच्ने मन पर्दैन नि भनेको छ यिनीहरूले यहाँ फोटो खिचिरहेको छ ऊ त यहाँ एक्लै छ बिचरा के भनेको छ सँगै फोटो खिचौँ भनेको छ रिक्वेस्ट गरेको छ उसले भनेको छ फेरि नाले छनुन साजिनुल चिक्नुन गसुल आन छुवायो मलाई फोटो खिच्ने मन पर्दैन नखिचौँ होला भनेको छ यहाँ रहेको छ फेरि गाले भनेको छ ओइ खिसुक सरुल सारायो किन होस्टेलमा बस्नुहुन्छ खिसुक्सा नाले भनेको छ खिसुक्सागा फ्यान हेर्छ खिसुक्साए साल्नुन गसी छुवायो मलाई चाहिँ खिसुक्सा एकदमै सजिलो भएर सहज भएर सबै कुरा पुर्याउने भएर मनपर्छ भनेको छ है खिसुक्सा मनपर्छ तल हेरौँ खुरिउल फोगो फोगी वा खाच्ची थेवारो वा फोस्यो चित्र हेरेर उदाहरण जस्तै थेवा फोस्यो भनेको छ संवाद हेर्नुहोस् भनेको छ छुइमिगा मोयो छुइमिगा मोयो हजुरको छुइमिगा मोयो त रुचि के हो त हजुरको छनुन छेगुल इल्गुन गसी गसुल छुवायो मलाई किताब पढ्ने कुरा मनपर्छ भनेको छ है मनपर्छ त हजुरलाई पक्कै पर्दैन होला होइन किताब समाति कि निद्रा के अल्छी लागिहाल्छ होला यस्तै गरी भन्ने यहाँ एक नम्बरको भन्ने यस्तै गरी छुइमिगा मोयो यसको छुइमिगा मोयो त यसको छुइमिगा मोयो छुमुल छुदा भने के हो नाच्नु यस्तै गरी गाले बनाउने छुइमिगा मोयो बनाउने नाले भन्छ छुमुल छुदा पनि नाच्नु यसले के रहेछ नाच्नु यसलाई नाच्न मन पर्दो रहेछ ल छुइमिगा मोयो बनाउने यस्तै गरी छुइमिगा मोयो छुमुल छुनुन गसुल छुवायो मलाई चाहिँ नाच्न मनपर्छ भन्ने है यस्तै गरी यसको गराउने छुइमिगा मोयो कन्सर्टहरू फोनुन गसुल छुवायो कन्सर्ट हेर्न मनपर्छ भन्ने यसको गराउने छुइमिगा मोयो गिटारुल छिनुन गसुल छुवायो मलाई गिटार बजाउन मनपर्छ यसै गरी गराउने तल हेरौँ टाइम छैन है बिस्तारै मजाले हेरिहालौँ बुझिहाल्नुहुन्छ थेवामा हेरौँ है त ल थेवामा हेरौँ वाङमिन सिले र छाया सिले कुराकानी गरेको छन् एकचोटि सर हेरौँ है छाया सिनुन छुइमिगा मोयो छे छुइमेनुन दोङसाने 예요 왕민 씨는 시간이 있을 때 뭐예요? 전 영화 보는 것을 좋아해서 영화관에서 자주 가요. 영화관에 자주 가요.
저도 영화 보는 것을 좋아해요. 그럼 자야 씨도 영화관에 자주 가요? 아니요. 저는 보통 집에서 인터넷으로 영화를 봐요. भनेको छ। यसलाई नेपालीमा हेरौँ है त। छायासीनुन छुइमीका मयो छायाजीको रुचि के हो भनेको छ वाङमिनसीले। छायाजीले भनेको छ छे छुइमिनुन दुङसानी हो, मेरो रुचि चाहिँ पहाड चढ्ने हो, दुङसान पहाड चढ्नु हो भनेको छ। वाङमिनसीनुन सिगानी सुल्ते मोयो, अनि वाङमिनजी चाहिँ समय भएको बेला के गर्नुहुन्छ नि, यसो फुर्सदिलो भएको बेला समय भएको बेला के गर्नुहुन्छ नि भनेर सोधेको छ। वाङमिनसीले भनेको छ छन् याङवा फोनुन गसुल छुवाएछ, म चाहिँ मुभी हेर्ने कुरा एकदमै राम्रो भएर मन परेर मलाई मुभी हेर्नु मन पर्ने भएर मुभी हल प्राय जान्छु भनेको छ। याङवा भने छाजु खायो फिल्म हल प्राय जान्छु भनेको छ। छायाले भन्छ फेरि छाया छदो याङवा फोनुन गसुल छुवायो। मलाई पनि त मुभी हेर्ने कुरा मन पर्छ, मलाई पनि म पनि हेर्छु, मलाई पनि के छ, मलाई पनि फिल्म हेर्न मन पर्छ, मुभी हेर्न मन पर्छ भनेको छ। खुरम छाया सिद्धो याङवा गवाने छाजु खायो, ए हो र, त्यसो भए खुरम त्यसो भए छायाजी पनि प्राय याङवा गवाने प्राय जानुहुन्छ भनेर सोधेछ। फेरि छायाले भन्छ आनी यो होइन नि, छदो फोथोङ छिबेछ इन्टरनेट सुरु याङवाहरू फुवायो, होइन नि म त घरैबाट घरमै प्राय छनुन फोथोङ प्राय छिबेछ घरैबाट इन्टरनेटद्वारा याङवाहरू फुवायो, मुभी हेर्छु भनेको छ। बुझ्नुभयो नि, यति भने त बुझ्नुभयो होला। छायासीनुन फोथोङ याङवा ग्वानेछ याङवाहरू फुवायो, आनियो। छायाजी प्राय मुभी हलमा मुभी हेर्न जानुहुन्छ भनेको छ। मुभी हल हेर्छ भने छायाजी त घरैबाट हेर्छ होइन, इन्टरनेटद्वारा। आनियो छायासीनुन छिबेछ इन्टरनेट सुरु याङवाहरू फुवायो भन्नु पर्यो होइन, त्यही त हो। त्यो त होइन डाम्ना भन्नु होला, फेरि मार्नु होला। हेरौँ है त। छेसी थोइन फ्यानुल वार्युङ आए थेदा भए फुवायो भनेको प्रस्तुत गरिएको अभिव्यक्तिलाई सदुपयोग गरेर जवाब दिई हेर्नुहोस् भनेको छ। थोक्सो फ्यानो छिदा नाक्सी उन्दोङ खेङ्गिरुल फोदा। गाले भनेको छ छुइमीका म यो रुचि के हो त, छे छुइमिनुन थोक्सो हेयो, आजिजा सिनुन सिगानी सुल्ते म यो, छनुन सिगानी सुल्ते छुरो फ्यानोरुल छेयो, खुरेयो छदो फ्यानोरुल छिनुन गसुल छुवायो भनेको छ। रुचि के हो, मेरो रुचि चाहिँ के रहेछ, पहाड चढ्नु हो। अनि आजिजाजीको रुचि, आजिजाजी चाहिँ समय भएको बेला के गर्नुहुन्छ भनेको छ, म चाहिँ समय भएको बेला प्राय पियानो बजाउँछु। खुरेयो हो र, म पनि पियानो बजाउने कुरा मन पराउँछु भनेको छ। त्यस्तै गरी हामीले के गराउने, यसो गराउने। छुइमीका म यो छे छुइमिनुन नाक्सी यो, आजिजा सिनुन सिगानी सुल्ते म यो, छनुन सिगानी सुल्ते छुरो उन्दोङ खेङ्गिरुल फुवायो, खुरेयो हो र, छदो उन्दोङ खेङ्गिरुल फोनुन गसुल छुवायो, मलाई पनि त। ब्याम
के अरे खेलकुद प्रतियोगिता हेर्न मनपर्छ भनेको छ। यो त गराइहाल्नुहुन्छ होला नि। ल छोटो मिठोमा यो गरौँ अनि अरू भोलि गरौँला है। ल यहाँ भनेको छ छुक्कु। छुक्कु भनेको के हो? फुटबल। नङ्गु भनेको के हो? बास्केटबल। याग्गु भनेको बेसबल। स्विङ भनेको के हो? स्विमिङ। जोगिङ भनेको के हो? जगिङ। एक्सर्साइज गर्नु पऱ्यो नि त। अनि टेनिस भनेको टेनिस। ब्याडमिन्टन भनेको ब्याडमिन्टन। बोलिङ भनेको के हो? बोलिङ। गोल्फ भनेको के हो? गोल्फ। हादा यो जो दिइरहेको छ नि यो सबैमा छुक्कु नङ्गु याग्गु स्विङ जोगिङलाई के लाग्छ? हादा लाग्छ। अनि टेनिस सु ब्याडमिन्टन बोलिङ गोल्फलाई के लाग्छ? छिदा लाग्छ। पियानो गिटार यिनी सबैलाई के लाग्छ? छिदा लाग्छ है। सुकेथु सुखी छाजङ्ग यसलाई के लाग्छ? थादा लाग्छ फेरि।